हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल सो म चाहिँ सुमिन गुरुङ सो अहिले छु म पोखराको स्ट्रिट नमस्ते ओ इंडिया से आया मेरा दोस्त भाई भाई लोग क्या करने के स्पोर्ट्स इधर उधर नहीं हाँ स्पोर्ट्स के इंडिया फुटबॉल कबड्डी हाँ कबड्डी एक बार लो भाई ओ आओ कबड्डी भाई लोग थैंक यू सो मच मैं ब्लॉग स्टार्ट कर रहा था अब आगे बहुत मेरा ब्लॉग क्या बोलता है वो अच्छा लगा अच्छा नहीं ये मन बहुत खुश हो गया दिल खुश आपने पाता है कहिले ठुस ओके बेस्ट अफ लक सो राइट ब्लॉग स्टार्ट गर्दै थिए के भयो है तर इन्ट्रो त राम्रो नि इन्ट्रो राम्रो हो नि त हैन यस्तो सो अहिले यहाँ हामीसँग मेरो भाइ मेरो साथी सञ्जीव अनि यता हाम्रो फेरि हैन यो अभियल त गरिहाल्यो यार देखाइहाल्यो यार माल सामान देखाइहाल्यो तर त्यो माल सामान चाहिँ कसको लागि भनेर अहिले एकछिनमा देखाउँछु हैन सो अहिले हामी जाँदैछौँ सरप्राइज मान्छे भाइ वान अफ द मोस्ट खतरा मलाई चाहिँ एज अ पर्सनल्ली मलाई खतरा लाग्ने मान्छे हैन सो म अहिले नै रिभिल गरिदिन्छु सो म लालाजीलाई भेट्न जाँदैछु हैन सो हि इज पोखराको बवाल मान्छे एकदम मलाई कमेडी लाग्छ हैन एकदम मनपर्छ पर्सनली सो हामी अस्ति नै लाइभमा कुरा भएको थियो अनि पोखरा आउँदै चाहिँ भेट्न आउनु है बाबु वाइ नट कोकोनट दाल भात पावर 24 आवर भन्थे हैन सो उहाँलाई नै भेट्न जाँदैछु अनि जसले च्यानल सब्सक्राइब गर्नु भएको छैन चट्ट सब्सक्राइब गरिदिहाल्नु होला अब यति भन्दै अब जान्छौँ के हुन्छ के कसो हुन्छ सबै कुरा त्यहाँ देखाउँछु खुसी लाग्यो तपाईँको भिडियो एकदम म हेर्छु लालाजी जस्ट म रमाइलो गर्ने मान्छेहरूलाई भेट्ने मलाई मन परेको मान्छेहरूलाई भेट्ने उहाँहरूसँग स्पेन्ड गरेको टाइमहरू टुगेदर होइन सो त्यो चिजहरू मलाई देखाउँछ क्या के भन्नु भयो अन्त अँध्यारो पनि भयो केही बोल्ने विचारै छैन कि जस्तो छ वाइनट कोकोनट मेरो नाम वाइनट हो मेरो साथीको नाम कोकोनट हो हाम्रो के अरे गोराको नाम कोकोनट तपाईँको नाम मेरो वाइनट उसको कोकोनट ए भनेपछि तपाईँले यस्तो गर्नुहुँदैन एउटा समझ रहे हो ना मलाई थाहै छैन अहिले होइन लालाजीलाई यस्तो गर्न सिकाउने साँच्ची हो सत्य अहिले मान्छे शर्मा लानु सिकाएको त्यस्तो सिकायो बहिनी सो अब लालाजीलाई चाहिँ मैले एउटा बाचा गरेको थिएँ होइन अब लालाजीले भनिहाल्नु लाइभमा होइन सो अब त्यो एउटा हजुरलाई के ल्याइदिन्छु भनेको थिएँ मैले अनि अरू पनि थियो डिमान्ड गर्नुभएको थियो घडी याद आएको है घडी छैन हातमा ए त्यही भएर आज के अरे मैले ल्याइदिन्छु भनेर घडी आज छैन हातमा होइन मैले ल्याइदिन्छु मैले सोचेरै होइन एकदम खुसी लाग्यो घर गएँ फेरि फोन आएको अनि घर 6 बजे खाएको असुस्तो हुन सक्नु भएको फेरि यिनले बनाउने त्यहीँ बसिन्छु बुझ्नानी नबोल्ने अहिले सुत्दैछु फेरि बुझ्नानी भन्यो मैले अनि घडी ल्याउने दाइ आउनुपर्छ भने चाहिँ दुःख तपाईँलाई त तपाईँले डिमान्ड गरेको भने त अलिकति 1-2वटा सामान पनि फेरि थपेको छु बुझ्नुभयो नि त्यो चिजहरू फेरि बवाल हुन्छ है यहाँ लालाजीलाई मैले तपाईँले भनेको गिफ्टहरू ल्याइदिएको छु यहाँ छाम्नु त एकचोटि फेरि त्यो थाइल्यान्डमा खाए जस्तो होइन नि बडो थाइल्यान्डमा रमाइलो गर्नुभयो बडो रमाइलो आयो ल अब म त अब तपाईँको एउटा भाइ
होइन एउटा नाति जे भने पनि छोरै भने पनि हजुरको लागि चाहिँ मैले यहाँ 1-2वटा चिज तपाईँलाई म सबभन्दा सुरुमा तपाईँलाई लरिसाले पत्याएन होइन त पत्याएन अब यो पर्फ्युम लाउनुहोस् लरिसा तपाईँको पछि पर्फ्युम अब यो लाउने यता छास यो पर्फ्युम होइन अनि अब अर्को यहाँ छ लालाजीलाई यो के होला लालाजी चस्मा यो त फेरि खतरा खालको चस्मा छ नि फेरि अर्कै स्टाइलको यसले फेरि केटीहरू ढल्छ फेरि पक्लाक त्यस्तै चाहियो त्यस्तै चाहिएको थियो होइन लालाजी अब लाड देखाइदिनु त लालाजी ल यो बवाल छ नि त लालाजी होइन यो दिनु पर्यो कसो लाड फेरि यता झोकन झोक त्यस्तै झोक यता झोकन झोक त्यस्तै कस्तो छ राम्रो होइन मन पर्यो अब यहाँ अर्को छ यो राडोको राडो के गरे लालाजी लालाजीलाई अब यो चस्माको यो कलर र यो कलर त सेम ल्याइदिनु पर्यो राम्रो देखिनको लागि यहाँ घडी यो लालाजीको लागि लालाजीलाई होइन त भनेको अब यो अलिकति उ बनाउनु पर्छ यो त अलिकति उ गर्नु पऱ्यो नि त के अरे उसमा गएर घडीको दोकानमा गएर हो कि नै अब यो घडी यस्तो गरेर सट्ट लाएर अनि यसरी देखाउनु यसरी क्या यसरी यसरी बस्ने सक्छ त कसैले सक्दैन नि फेरि भन्नु न सक्दैन नि फेरि होइन लालाजीलाई सक्दैन अब त्यतिकै लाग्यो भने त तानलाई नि चोरले होइन क्या तपाईँ त यो चस्मा लगाएर हिँड्नु त केटीले यसो गरेर यसरी त्यहाँ निकालिदिनु के गर्नुहुन्छ यो बनाउनु मिल्छ यो चाहिँ अलिकति सानो गर्नुपर्छ म त लाइटमा बसेको लाइटमा बोल्न आउनुभयो एउटा बाबु ओ लालाजी बुढेसकालमा भाइरल हुनुपर्छ तपाईँलाई के ल्याइदिउँ भन्नुभएको थियो मलाई त घडी ल्याइदिनुहोस् भनेको चस्मा नि भन्नुभएको थियो घडी र चस्मा ल्याइदिनु पर्छ मान्छे यहीँ आउनुपर्छ यहीँ दिनुभयो वाइन कोकोनट मलाई साह्रै खुसी लाग्यो चुप्प गरिदिए एकचोटि फेरि यता रिसाउला नि त यो त रिसाउँदैन यिनले त मलाई अस्ति नै गाला टोकेको उनीहरू छोडिदिएको टोकेको लालाजीलाई टोकेछ लाइफमै छ लाइफमा है अनि तपाईँले कुन चुरोट मनपर्छ र तपाईँलाई सिगरेट ल लालाजीको लागि एक बन्डल यो फेरि क्यामेरा नदेखाउनु यस्तो चिज हुन्छ देखाइदिनु के हुन्छ र होइन के हुन्छ र होइन खाने चिज हो होइन लालाजीको लागि एक बन्डल सिगर आइस ल यो पनि पर्फ्युम पनि छ्यास चस्मा पनि ट्यास अब त्यही माथि घडी है अब त छोडिदिनु म छोडिदिनुलाई ल त्यही हो लालाजीसँग भेटियो खास मैले त हजुरलाई खास न्यु इयरमा ल्याइदिन्छु भन्थेँ तर न्यु इयरमा त मैले के अरे म अलिक बिजी भएँ नि त होइन त्यही भएर अनि अहिले चाहिँ अलिक फ्री गरेर किनभने एकचोटि बोलेको वचन पुरा गर्नु पऱ्यो लालाजी कि भाइलाई भनेर एउटा गन्जी लिएर आउनु माथि गन्जी लालाजीको गन्जी हो छ यहाँ मैले बेच्न राखेको छु 3टा बेच्दा भयो भनेर माथि तपाईँको लागि एउटा राखिदिनु भयो होइन म त्यसो गर्दिनँ किनभने लालाजीको पनि हो के अरे सुन्नु लालाजी हजुरले त मलाई गन्जी त म फ्रीमा दिन्छु तिमीलाई लाइभमा भन्नुभएको थियो होइन तर मलाई फ्रीमा चाहिएन बिचरा तपाईँ एउटा ह्यान्डसम अहिलेको जल्दो बल्दो तपाईँ एकदम खतरा मान्छे हो क्या लालाजी बुझ्नुभयो नि यो भनेपछि यसरी बस्नु सक्नुहुन्न
ल एकछिन अडिनु पर्यो अब यहाँ भ्लगमा त यसो होइन भनेपछि अब तपाईँको गन्जीको लागि चाहिँ म लरिसालाई एउटा ब्याङ्कबाट पैसा हालिदिन्छु कति अरे तपाईँको जर्सीको ओन्ली 1000 ल है त्यति चाहिँ तपाईँको लागि हालिदिन्छु एउटा भनेपछि मैले अब यहाँ त्यतिकै दिने हो होइन नि म त अनि कहाँ तपाईँले अनि त्यस्तो बिजनेस व्यापार गर्नुभएको छ होइन तपाईँले ठुलो कामको लय पनि कसरी लिन्न आशीर्वाद ल ल ठिक छ ल त्यसो हुन्छ ल ओके मैले चाहिँ गन्जी लान्छु नि त्यसो भए अनि त्यसपछि गन्जी अब जसले तपाईँहरूलाई चाहिन्छ भने चाहिँ कृपया तपाईँले मलाई पनि मेसेज गर्न सक्नुहुन्छ भइहाल्यो नि अब ठुलै भनेर लाउनु पऱ्यो यो फेरि म अरूको हातबाट लिन्न म त लालाजीको हातबाट लिने हो मैले त अरू फेरि लिँदिनँ फेरि ल अनि यसरी देखाएर खोइ त पढ्नु पर्यो ल यता देखाउनु यता हो तर चस्मा लाएर भन्नु नि भएन यता चस्मा नलाइ भएन क्या यहाँ सो गाइज त्यही अब लालाजीसँग भेटेँ एकदम खुसी लाग्यो किनभने मलाई उहाँसँग एकदम भेट्नु मन थियो सो हिज इन्टरटेनर एकदम इन्टरटेन गर्नुहुन्छ सबैलाई हँसाउनुहुन्छ एउटा भिडियो मार्फत अनि एकदम इन्टरटेन गर्नुहुन्छ अब कतिको त अब डिप्रेसन औषधि पनि हुनुहुन्छ उहाँ फेरि त्यो भन्नु चाहिँ फेरि अहिले फेरि कस्तो औषधि भएको ल लालाजीको माया खोइ यो त हेर्नु लालाजी ल वाइ नट कोकोनट है ल बिमार भयो भने अहिलेसम्म तपाईँ गएको पनि छैन ए हो र 75 वर्ष होला अनि बिमार भनेकै यिनलाई देख्न नपाए रुनु मन लाग्छ यिनलाई देख्न पाएपछि सन्चो ल अब झन् चस्माले हेऱ्यो नि त पैसा टाउको चाहिँ यिनलाई देखेको सन्चो ल यो चाहिँ मलाई लालाजीले चाहिँ उहाँको तर्फबाट नै होइन सो मैले हुन्छ नि त हालिदिन्छु त भन्दा पनि हुँदैन मेरो तर्फबाट भनौँ सो हेर्न सक्नुहुन्छ वाइ नट कोकोनट अब यो सुमिनले एकचोटि लाएर हेर्छ है त है लाउनै पर्ने हुन्छ है लाउनु पर्यो अब लाउँछ है त लालाजी कस्तो देख्दो रहेछ नि त मलाई है अनि तपाईँको खोइ त टी सर्ट वाइ नट कोकोनट ल ल हेरौँ है त ओहो के भयो ए उठ्नु ल तपाईँले उठ्नु पर्यो एकचोटि आउनु है ल वाइ नट कोकोनट उठा आऊ न ल यहाँ लालाजीले मलाई एउटा गिफ्ट गर्नुभएको छ उहाँको टी सर्ट होइन यता हुनुहुन्छ बाबु यता मेरो गर्लफ्रेन्ड अनि हामीहरू लाइटमा बसेका थियौँ उहाँहरू आउनुभयो र अनि तल आएको चस्मा घडी लगाइदिनुपर्छ त्यही लाएर यसो लाइटमा हेरौँ भनेर वाइ नट कोकोनट सो यहाँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ उहाँको आफ्नै यो ब्रान्ड होइन सो यहाँ लालाजी यहाँ तल चाहिँ वाइ नट कोकोनट सो यो टी सर्टहरू चाहिँ एभाइलेबल छ यसको लागि चाहिँ म तपाईँलाई नम्बर राखिदिन्छु यहाँ होइन त्यो चाहिँ लरिसाको नम्बर तपाईँले कन्ट्याक्ट गर्नु सक्नुहुन्छ होइन लरिसालाई कन्ट्याक्ट गर्नु पऱ्यो होइन कोकोनट के यो टी सर्टको लागि ल एकदम धेरै धेरै धन्यवाद हजुरलाई मलाई पनि यति राम्रो गिफ्ट दिनुभयो अब म यो लाएर हिँड्छु नि फेरि बाटोमा अब तपाईँले मलाई बिर्सिनुहुन्छ कि नै बिर्सिनु कपाल पाल्ने भने बिर्सिन्छु पाल्ने भने बिर्सिन्छु अनि यो टोपी लगायो भने चाहिँ ए फेरि म त अर्को कुरा नि एउटा बिर्सिरहेको कस्तो मेरो फेरि भुल्ने बानी क्या कहाँ गयो फेरि मेरो म त बिर्सिरहेको नि अब यत्रो सामान ल्याइदियो लालाजीलाई फेरि प्लास्टिकमा लान त झ्याउ होला किनभने लालाजी भनेको एउटा ब्रान्ड हो होइन एउटा इन्टरटेन गर्ने मान्छे हो सो लालाजीको लागि यो ब्याग पनि तपाईँको लागि ए अनि फेरि अर्कोपट्टि यहाँ म त सानो गिफ्टहरू बिर्सिरहेको छु अब यो चुरोट सल्काउन त लाइटर चाहियो फेरि लाइटर पनि फेरि झिलिली कस्तो रे लालाजी झिलिली टिलिली मलाई लाइटर ल यो चुरोट बाल्ने हो लालाजी है अनि यो ब्याग पनि ल तपाईँको लागि यो चट्टा बोकेर हिँड्ने बोकिहाल्ने यो त बोकिहाल्ने चेन लगाइहाल्ने है त्यो त अट्दैन यो हटाउँछ त्यो अटाउँदैन घर जाँदा यो बेच्ने होइन नि आफै
सबैलाई ठिकै हुन्छ र कहाँ ए हो ल हेर्नु त उसले त बेच्ने भनेको अनि बेचेर त उसलाई बेचे पनि तिम्रो लागि गिफ्ट दिन लाऊ भन्नु न यो सिगरेटको पैसा भन्दा म धेरैवाला पैसा अनि म सिगरेट बेच्छु चस्माले चाहिँ बवाल देखाएको छ नानी छ त हौ यतिको त घर जाँदा पक्रा केटी ठाउँको ठाउँ ढल्छ त्यहाँ उता राम्रो केटी नि छैन एउटा राम्री भनेको तिमी हौ उता यति राम्रो केटी छैन ल लालाजी अब लास्ट एउटा केही शब्द बोल्दिन अनि त्यसपछि हामी वाइ नट कोकोनट त्यति होइन त उहाँलाई केही थ्याङ्क यू होइन थ्याङ्क यू त होइन भनेको अघि नै भन्यो नि तपाईँलाई पनि थ्याङ्क यू ए ल हाम्रो यहाँ मलाई चाहिँ आज भ्लगमा सपोर्ट गर्दै हुनुहुन्छ जुनु मेरो साथीले है सो थ्याङ्क यू सो मच जुनुलाई पनि मेरो लाफा भयो नि मेरो जेस ऊ पनि एकदम कमेडीमा चाहिँ उहाँ पनि एकदम अब्बल कमेडीमा अब यहाँ बस्नेपछि फोन नम्बर दिनु अब पढ्नु अब एकछिन त अनि केही खानु त पऱ्यो के खानु त अनि खानु परेन खाने ल सँगै बसेर खानु परेन हुन्छ लालाजीलाई छोड्नु मनै छैन यहाँ ल यहाँ लरिसा बहिनीलाई पनि धेरै धेरै थ्याङ्क यू सो मच मेरो बहिनी है सो बहिनीले गर्दा पनि एउटा अब भेट्ने मौका अवसर जुर्यो होइन सो लालाजीलाई पनि धेरै धेरै धन्यवाद ल ल थ्याङ्क यू ल टाउको मात्रै ठुलो हो कि होइन लालाजी लालाजी एक हात हलाउनु यसो आगेर देऊ म पिँढी खानेलाई माया नदेऊ सो अब हामी चाहिँ यहाँ रमाइलो गर्दैछौँ होइन यता ठाउँ चेन्ज गरिसक्यौँ हामी यहाँ छौँ केटाकेटी हो है सो त्यहाँ त्यो भिजे छ हेर त लडिसा त्यो अहिले त्यहाँ अर्कै अलि त टाँसिएर बस न अनि अलि न्यानो म तिमीलाई छुन्न तिमीले मलाई छोएर केही हुन्न म तिमीलाई छुन्न तिमीले मलाई छोएर केही हुन्न यही छ क्या मजा त्यो जस्ट रमाइलो मात्र हो लालाजी एकदम रमाइलो गर्नुहुन्छ होइन सो एकदम खुसी लागेको छ भेटेर सो हामी अब यहाँबाट चाहिँ एकैछिन हामी एउटा एक दुईवटा भिडियो बनाएर फोटो खिचेर लालाजीलाई घर पठाइदिन्छु किनभने इट्स टु लेट नाइट होइन सो 11 बजिसकेको छ होइन सो आज चाहिँ हामी चाहिँ सबैले लालाजीकै टी सर्ट लगाएर बसेको छौँ हाम्रो ग्याङमा लालाजीको टी सर्ट लाउनु छ होइन कसैलाई हङलाङ्गो कसैलाई फङलाङ्गो भयो नि तर ला के देखायो जुनुले फेरि के गर्यो सुन्नुभयो के भन्नु लालाजी सालेनमा टी सर्ट लाजी कहाँ लागेको के छोपे थियो भन्नुभएको थियो त्यहाँ भएको चिज अलिअलि छोपेर झारेर चाँदेका Why not coconut? Lalaji, hip hip hooray! Why not coconut? ठोक ठोक भाइ ठोक कसलाई देख्यालाई ठोक्ने लालाजी पिक्चर हान्नेलाई समझ रहे हो Alright guys, so अब हामी लालाजीलाई चाहिँ यहाँ इन्ड्राइभ चढाउन लागिरहेको छौँ होइन लालाजी कस्तो लाग्यो लालाजी आज मसँग भेटेर राम्रो लाग्यो झ्याउ लागेन नि लानु ल अब लालाजी जान लागेको छ सो यहाँ वाइ नट कोकोनटको टी सर्ट देख्नु भएको छ सो तपाईँलाई अर्डर गर्नुको लागि यहाँ तगारोमा आउनु सक्नुहुन्छ तगारो रेस्टुरेन्टमा होइन त होइन कोकोनट ल अब लालाजी जानुहुन्छ हामी यहाँ इन्ड्राइभ कुर्दा झ्याउ भइसक्यो अघिदेखि कुरेको है